हाई गाइज, आज चाहिँ म तपाईँहरूलाई यो पटौकाको रेसिपी चाहिँ सेयर गर्न लागिरहेको छु। यो चाहिँ सबभन्दा इजी र सिम्पलेस्ट वे हो पटौकाको तरकारी बनाउने। ठाउँ अनुसार यसको नाम पनि डिफ्रेन्ट नै छ। हाम्रोतिर पटौका भन्छौँ, तपाईँकोतिर अलिक केही डिफ्रेन्ट नाम छ होला है, मलाई चाहिँ थाहा भएन। मैले चाहिँ यो नखाएको पनि कति वर्षै भइसकेको थियो कि मैले त यसको टेस्ट नै बिर्सिसकेको थिएँ। तर यसमा पकाउँदाखेरि चाहिँ टिमुर र लसुन हाल्नुभयो भने त एकदम नै सुनमै सुगन्ध हाले बराबर हुन्छ। अनि यो चाहिँ एकदम नै इजी रेसिपी, मैले केही नै हालेको छैन। यो के गरे जिराको धुलो मात्रै हालेको छु। गाउँमा बस्ने मान्छेले चाहिँ यसलाई पक्कै पनि चिन्नु भएकै छ मलाई जहाँसम्म लाग्छ, किनकि घाँस दाउरा गर्दा चाहिँ यताउति गर्दा भेटाएर ल्याएर पनि मान्छेहरूले खानुभएको हुन्छ कि। अब सहरतिर कोहीले बेच्न लिए भने हो, त्यही पनि यदि तपाईँहरूले देख्नुभएको छ अनि कसैले चाहिँ ट्राई गर्नु भएको छैन भने चाहिँ यो रेसिपी चाहिँ ट्राई गर्नु होला। एकदम नै इजी छ, सिम्पल छ, एकदम नै मिठो पनि हुन्छ। मेरो पनि साइड बाई साइड यहाँ भात पनि सिटी लाग्दै थियो अनि मेरो खाना पनि रेडी भइसकेको थियो अनि मैले चाहिँ खाएँ। एकदम नै मिठो थियो, कति वर्षपछि खाएको थिएँ नि त। तपाईँहरूले पनि यही रेसिपी ट्राई गरेर चाहिँ पकाउनु होला है त।